सम्पूर्णमा नमस्कार। रसुवा बाढी पहिरोमा धेरै धनजनको क्षति भयो। यसमा केही बोल्ने शब्द त छैन। सम्पूर्ण मृतकहरूमा मेरो हार्दिक श्रद्धाञ्जली। रसुवा घटना दुःखदायी घटना भयो। यसमा कसैले पनि राजनीतिकरण नगर्नु होला। यस्तो भयो त्यस्तो भयो भनेर राजनीतिकरण नगर्दा राम्रो होला। यो आपतको बेलामा सम्पूर्ण हामी एक नेपाली बनौँ, नेपाली बनेर सम्पूर्णलाई सहयोग गरौँ, राज्यलाई सहयोग गरौँ। राज्यको क्युआर कोडमा जहाँ पाए त्यहीँ सहयोग नगर्नु होला। राज्यको क्युआर कोड छ, राज्यको क्युआर कोडमा सहयोग गर्नु होला सबैले। नेपाल सरकारको क्युआर कोडमा आपतमा अब छेउछाउ नदीको किनाराको छेउछाउ अझै पनि नजानु होला। कोही पनि उद्धारकर्मी, सुरक्षाकर्मी साथी दाजुभाइ दिदीबहिनीहरू खटिरहनु भएको छ, उहाँहरूलाई सहयोग गरिदिनु होला सबैले। किनकि उहाँहरूलाई साथ सहयोग भयो भने उहाँहरूले अझ छिटो हामीहरूलाई उद्धार गर्नलाई सहज हुन्छ। त्यसैले सम्पूर्ण हामी एक नेपाली बनौँ, नेपाली नागरिक बनेर सभ्यताको पहिचान दिउँ। जहाँ जति सकिन्छ जसले आफ्नो ठाउँबाट सहयोग गरौँ। अब राज्यले गर्ने कुराहरू सबै संयन्त्र लगाएर गरिरहेको छ नेपाल सरकारले। त्यसैमा सबैले साथ दिउँ। अरू त खै केही भन्ने शब्द नै रहेन। नेपाल आमा नै रोएको छ। नेपाली कतिका काकृत्य, कतिका अङ्गभङ्ग भए, कति के भए, सम्पूर्ण दुःखदायी छ। धेरै बोल्ने शब्द मसँग छैन। हामी सबैले हातमा हात, काँधमा काँध मिलाएर यो विपदको घडीमा सम्पूर्णले उद्धार गरौँ, सहयोग गरौँ। यही नै मेरो अपेक्षा छ।